यो भारी मनलाई शान्त पार्ने यही एउटा झरी। त्यही मनमा आगमन भयो उसको फेरि। सम्हाल्यो यो मनलाई, तर पनि निशब्द उसको अगाडि। भर्खरै समयले ग्रीष्म ऋतुको ज्याकेट खोलेर वर्षा ऋतुको ब्ल्याङ्केट ओढ्दै थियो। सबै किसानहरू खुसी, किनकि अब धान रोप्ने समय आएको थियो। सबैजना गर्मीले वाक्क भएका। अब वर्षाले केही आराम मिल्नेवाला आएको थियो। चारैतिर गड्याङगुडुङ, ठुला बर्सात, रोडभरि पानी, हिलो पनि उस्तै। लाग्थ्यो किसानहरूले काठमाडौँकै सडकमा धान रोपे पनि फल्थ्यो। नयाँ जुत्ता किन्नलाई म कोटुचरतिर गएको थिएँ। नेटभरि सर्च गरेर थाहा पाएँ नेपालकै ब्रान्ड क्यालिबरको जुत्ता महँगो, दरो र गजबको हुँदो रहेछ। मम्मीलाई फकाएर एक्लै किन्न गए। छान्दा 4000 हालेर एउटा जुत्ता गजबको लागेर किने। क्यालिबरको जुत्ता भन्ने रिटेल सपतिर पाउँदो रहेनछ, त्यही भएर क्यालिबरकै सोरुममा गएर किने। जाँदा त्यति पानी नपरेको, फर्किँदा 81 गड्याङगुडुङ गरेर पुरै भिजायो। म ओत लाग्नको लागि यता र उता कुदेँ र बस स्ट्यान्डतिर गएर बसौँ भनेको त्यहाँ पनि मान्छे पुरै छारी लागेर भरिसकेका थिए। धन्न मैले जुत्ता हाल्छु भनेर एउटा ब्याग बोकेको थिएँ र त्यसै ब्यागभित्र मम्मीले जबरजस्ती गरेर पानी पर्न सक्छ भनेर एउटा छाता हालिदिनु भएको थियो। धन्न। र मैले त्यही छाता खोलेर ओढेँ र लामो सास फेर्दै त्यो भिजेको कपडाहरू टकटकाए, कपालहरू मिलाए। ठुलो बर्सात, तीमाथि कोच्चाकोच गाडी, हो हल्ला पनि उत्तिकै। होस् बरु एकछिन यहीँ बस स्ट्यान्डमा उभिएर छाता ओढेर बस्छु र केही छिनपछि खाली गाडी आउँछ वा पानी रोकेपछि म घरतिर जान्छु भनेर म त्यही छाता ओढेर बसिरहेँ। एक्कासी मेरो दायाँ हातमा कसैले च्याप्प पक्रेको अनुभव भयो र त्यो कोमलता, त्यो हात र त्यो शरीरको कोमलताले मलाई लाग्यो कोही महिला नै हुनुपर्छ, कोही केटी हुनुपर्छ। यसो साइडमा हेरेको कालो चस्मा लगाएकी, निलो कलरको भेस्ट, टिपिक्क परेको जिन्सको प्यान्ट र हिल जुत्ता लाएर म जत्रै अग्ली भएकी केटी, जसले मेरो दायाँ हातमा च्याप्प समातेकी थिए र मानौ पुरा शरीर नै मतिर ढल्काएकी थिए। सायद त्यो भारी बर्सातबाट बस्नलाई होला मैसँग ओत लाग्न आएकी थिए। मेरो छाताको सहाराको खोजीमा ऊ आएकी थिए। म झसङ्ग भए, केही पनि बोल्न सकिनँ। बस अचम्मको अनुहार बनाएर उतिर हेरिरहे। उसले एक्कासी भनी, थ्याङ्क यू सो मच। मनमा कयौँ कुराहरू खेलिरहे। किन उसले मलाई थ्याङ्क यू भने कि यत्रो ठुलो बर्सात भइरहेको बेला, कतै छारी नपाइरहेको बेला म र मेरो यो छाताको सहारा पाएर उसले छारी पाएर धन्यवाद भने कि हो कि? र यसरी म केही नबोली एकहोरो हेरेको देखेर उसले फेरि सोधी, तिम्रो नाम के हो? मलाई अचम्म लाग्यो। ओहो, पहिलो भेटमै तिमी? जिन्दगी नभेटेको मान्छेले पहिलोचोटि भेट्दै तिमी भन्ने। सायद उसले मलाई चिन्छ कि, वा भनौँ एउटै उमेरको देखेर तिमी भन्ने कि हो। मैले जवाफमा भनिदिएँ, मेरो नाम संयोग। अनि तिम्रो नाम? मेरो नाम वर्षा।
ओहो, जुन नामको ऋतु त्यही नामको मान्छे भेट्यो। मैले मनमा नै भने र उसलाई सोधेँ, तिमी वर्षा नाम गरेको ऋतु हो कि वर्षा नाम गरेको मान्छे हो त? उसले हाँसेर जवाफमा भने, के थाहा, म वर्षा नाम गरेको मान्छे हो जसले यो वर्षा ऋतु तिम्रो सामु ल्याइदियो। म उसको आँखाबाट आँखा हटाएर अगाडि हेर्दै खिसिक्क हाँसेँ र फेरि भने, धेरै धेरै धन्यवाद तिमीलाई, मलाई मनपर्ने ऋतु मेरो सामु ल्याइदिएकोमा। फेरि उसले भने, मलाई जिस्काउँदै भने, तिमीलाई वर्षा ऋतु मात्र मनपर्छ कि वर्षा नाम गरेको मान्छे पनि मनपर्छ? के नै भन्न सक्थेँ र म? यस्तो प्रश्न किन सोधिरहेकी छे उसले? मलाई अत्तो पत्तो थिएन। म केही बोलिनँ, चुपचाप अगाडि हेरिरहेँ। र फेरि उसले मलाई गजगजाउँदै हातले कोट्याउँदै मेरो कुममा समाइरहेको हात अझ कस्सेर समात्दै सोधी, भन न भन, किन यसरी चुपचाप बसेको? वर्षा नाम गरेकी कोही एक्स थियो कि क्या हो? याद आयो हो? त्यस्तो केही होइन। मैले चिने जानेकोमा वर्षा नाम गरेको कोही पनि केटी छैन। कोही भेटेपछि भन्छु ल। अनि म पनि त वर्षा हो, मलाई भेटेन त भर्खर, म कस्तो लाग्यो भन त लु? उसले फेरि पनि मलाई अप्ठ्यारो हुने गरी प्रश्न सोधे। उसलाई मेरो बारेमा के थाहा थियो त्यो त मलाई थाहा थिएन, तर उसको बारेमा सिर्फ मलाई नाम मात्र थाहा थियो। तर पनि उसले एक्कासी ऊप्रतिको मेरो विचार कस्तो छ भनेर सोद्धाखेरि मलाई अचम्म लाग्नु स्वाभाविक नै थियो। म केही बोल्नै सकिनँ, बस के भनौँ भएर सोचिरहेँ। एक्कासी गाडी आयो, खाली खाली नै थियो र म जानुपर्ने थियो सूर्यविनायक। र ठ्याक्कै सूर्यविनायकको गाडी आएपछि मैले उसको प्रश्नलाई टार्दै भने, अब म जान्छु ल, म जाने गाडी आइसक्यो। उसले मेरो हात अझ कस्सेर समाती र मतिर रुन्चे अनुहार पार्दै हेरेर भने, नजाऊ न, के को हतार छ र? साँच्चै जाने? मेरो काम छ, असाइनमेन्टहरू गर्नु छ, म जान्छु। हुन्छ त्यसो भए जाऊ। उसले मेरो कस्सेर समाएको हातलाई छाड्दै रुन्चे अनुहार पार्दै निम्रो मुन्टो लाएर मतिर हेर्दै भने, मलाई पनि त्यहाँबाट जान त मन कहाँ थियो र, तर पनि हामी दुई बिच त्यहाँ जे भइरहेछ त्यो खासै ठिक भइरहेछ जस्तो लाग्दैन। त्यही भएर केही काम नभए तापनि जरुरी काम छ भनेर म गाडी चढ्नुको लागि अघि बढ्दै थिएँ। र जब म छाता बन्द गरेर गाडीभित्र छिर्न मात्र के आँटेको थिएँ, उताबाट न्याउरो आवाज, सानो आवाजमा संयोग भनेको सुने र यसो पछाडि फर्केर हेरेको, दुवै हात अगाडितिर राखेको, भिजेर पुरै भिजेको कपाल हुँदै पुरै शरीरमा बगिरहेको त्यो पानी, मुन्टो निहुराएर मतिर रिसले हेरिरहेकी पुक्क पुक्का गाला रिसले, अनि माथिल्लो ओठ भित्रतिर छिराएर तल्लो ओठ बाहिर फर्काएर मतिर रिसले वा रुन्चे अनुहारले हेरिरहेकी वर्षालाई देखेँ। र मैले आफूले आफूलाई थाम्नै सकिनँ र फेरि दौडेर उतिर गएँ। र म केही बोलिनँ र
र ऊ पनि केही बोलिन र मैले आफ्नो हातमा भएको छाता उसलाई दिएँ र भने, तिमी यही छाता ओढेर जानु घर, छाता छैन होला तिमीसँग? र उसले भने, चाहिँदैन मलाई तिम्रो छाता, तिमी नै राख यो छाता। बस्छौ भने छातासँगै तिमी पनि यहीँ बस, नत्र तिमी जान्छौ भने यो छाता पनि लिएर जाऊ। यति भनेपछि मतिर हेरिरहेकी उसले आफ्नो मुन्टो आफ्नो दायाँतिर फर्काएर बसी। लाग्दै थियो ऊ मलाई घुर्काइरहेकी छे, नाटक देखाइरहेकी छे। म उसलाई कहिले फकाउँछु भनेर ऊ कुरिरहेकी छे र मैले उसको चिउँडोमा हात राखेर उसको अनुहारलाई मतिर फर्काउन खोज्दै भने, ए वर्षा, किन यसरी रिसा? यता हेर त, हेर न यता। मैले जतिचोटि यसो भन्दै उसलाई मतिर फर्काउँदै थिएँ, ऊ त्यतिचोटि घुर्क्याउँदै, नाइ हेर्दिनँ म भन्दै उही दायाँतिर आफ्नो अनुहार फर्काउँदै थिए। र मैले केही छिनपछि भने, त्यसो भए म जान्छु है त। र यति भन्दै म हिँड्न मात्र के आँटेको थिएँ, उसले मेरो हात च्याप्प पकडी र अघि बढेर कसेर अँगालो हाले। सासको गति बदलियो। वर्षा ऋतुले शरीर मात्र भिजाएको थियो। यी अँगालोमा बाँधिएकी वर्षाले मन मस्तिष्क सबै भिजाइदिए। प्रेसर हाई भयो कि लो भयो पनि थाहा पाइनँ। म ढल्न पनि सकिनँ, किनकि उसले कसेर अँगालो हालिरहेकी थिए। मेरो हातमा समातेको छाता पनि हातबाट फुत्केर भुइँमा खसिसकेछ। वरपरका सबै मान्छेहरूले हामीलाई नै हेरिरहेका थिए। ऊ भने मेरो शरीरमा चिप्ले किरो झैँ टाँसिरहेकी थिए। छाडो भन्न पनि सकिनँ। त्यसपछि मैले पनि उसको कोम र ढाडमा हातले च्यापेर अँगाले। हामी दुवैजना एक अर्कामा आँखा चिम्लिएर हरायौँ। आँखै चिम्लेसी त के को लाज, जोसुकैले हेरोस्। सायद उसको र मेरो भेट कुनै संयोग नभएर एउटा कथा थियो, जुन सृष्टिले रचेको थियो, जुन सृष्टिकर्ताले रचेका थिए। लाग्दै थियो मैले संसार जितेँ, किनकि म प्रेममा परिसकेँ। भन्छन् प्रेमको नसा रक्सीको नसाभन्दा साह्रै कडा हुन्छ। रक्सीको नसाले 24 घण्टामा साथ छोड्छ, तर प्रेमको नसाले त 7 जन्मसम्म साथ छाड्दैन। आया, कति साह्रो च्यापेको, छाड, नचिनेको मान्छे। उसले मेरो पेटमा हल्का मुक्का हानेर अँगालोबाट टाढिँदै भनी, चिनाउन पर्यो नि त आफूले। नचिनेको मान्छेसँग बीच बाटोमा यसरी टाँसिनुको कारण चाहिँ के रहेछ? मैले पनि जवाफमा भनिदिएँ, मैले त चिनेकी हुँ, आफूले चाहिँ बेवास्ता गरेर होला नि। उसको यो कुराले मेरो उत्सुकता झनै बढायो। कसरी, कहिले चिन्यौ तिमीले मलाई? मैले फ्याट्टै सोधिहालेँ। उसले भने, त्यसको लागि मसित छाता ओढेर गट्ठाघर चोकसम्म हिँडेर जानुपर्छ। बाफरे, त्यत्रो? म आत्तिएँ। अनि के त, केही चिज पाउन त्यसको मूल्य पनि चुकाउन पर्छ। हस् हजुर, त्यति मूल्य त तिर्न सक्छु, ल जाऊँ। म जे हुँ त्योभन्दा फरक भइरहेको थिएँ। यस्तो झरीमा गाडीमा नचढेर एउटी अन्जान केटीको पछि लागेर
कोटेश्वरदेखि गट्ठाघरसम्म हिँड्नलाई सहमत भए। ल त भनी गए। फेरि के पागल जस्तो भएको होला यार भनेर मनमा नै सोचिरहेको थिएँ। के हो मिस्टर, किन एकोरिएको यसरी? उसले यसो भनेर आफ्नै सोचमा हराइरहेको मलाई झसङ्ग बनाए। केही होइन, लु हिँड अब, तिम्रो लैमा लागेर यस्तो झरीमा रुन्ची। मैले पनि पाइला अघि साह्रै जे गरी भने। इस रोए, तिमीलाई रोक्नलाई रोएको नाटक गरेको हुँ मैले, अनि तिमीले चाहिँ मलाई आफ्नो लैलैमा फसाएको। हिँड अब, बाठा कुरा नगरी। ओहो, के हो? अघि भर्खर भेटेको केटीले थर्काउँछ त मलाई। घरि तिमीलाई चिन्छु भन्छे, घरि तिम्रो लैलैमा परेको हुँ भन्छे। मलाई जान नदिनलाई रोएको नाटक गरेको भन्छे। मेरो मनमा कयौँ जिज्ञासाहरू बढिरहेको थियो। फेरि उसलाई सोधौँ भने सूर्यविनायकसम्म हिँडाउली कि भनेर सोध्न मन लागेन। बरु केही प्रश्नको उत्तरहरू आफै खोज्छु, तर यो हिँड्ने पागलपन फेरि दोहोऱ्याउँदिन भनेर अघि बढे। उसले अघि भेटेको भन्दा पनि बेसरी मेरो कुम समाइरहेकी थिए। के विधि धल्केकी हो मतिर, के विधि टाँसेकी, आफ्नै बियाफ हो जसरी। म मनमनै आफैसँग प्रश्न गर्दै थिएँ। पानी झनै ठुलो पर्न थाल्यो। रोडहरू सबै खोला जस्तो भइसकेको थियो। नयाँ जुत्ता त जसोतसो जोगाइरहेको थिएँ। लगाइरहेको जुत्ता भने सबै भिजेर पानी नै पानी भएको थियो। छाता ओढ्दा पनि छड्के पानी परेको कारण सबै भिजिसकेको थिए। उसले झन् हिल लगाएकी थिए। हिँड्न अप्ठ्यारो भएर बिस्तारै बेहुली जस्तो हिँडिरहेको थिइन्। ऊ मतिर हेर्दै खिस्सा खिस्सा हाँस्दै के भनिरहेकी थिए। पानीको त्यो आवाजले केही सुनेको बुझेको नभए पनि म पनि कुरा बुझेझै मुन्टो हल्लाएर अँ हो भने जसरी खिस्का छोड्दै थिए। केही बुझिन, के भन्या भनेर चिच्चाइरहेको थिए। ऊ भने आफ्नो कुरा गरे कि गरे थिए। कसैले बुझोस् नबुझोस् एक्लै मुस्कुराउँदै थिए र मैले पनि उसको मुस्कानलाई साथ दिँदै बेला बेलामा मुस्कुराइरहे। हाम्रो कोटेश्वरदेखि चालेको कदम जडीबुटीसम्म आइपुगेछ। कति चाँडो पत्तै भएन। पानी अलिअलि कम हुन थाल्यो। उसको आवाज पनि अलिअलि बुझ्ने गरी आउन थाल्यो। ऊ वर्षा ऋतुको बारेमा भनिरहेकी रहेछ। मलाई यो ऋतुको पानी मनपर्छ, भिज्न मन लाग्छ, नाच्न मन लाग्छ पानीमा। अझ त्यो झरीमा भिजेको माटोको कस्तो मिठो बास्ना आउँछ भन्दै थिए। मैले नि जवाफमा भने, तिमी माटो नि खान्छौ क्या हो बास्ना मन परेर फोहोरी। चुप लाग, बिल्ला गर्छु। उसले मेरो गालामा प्याट्टा हानी। आत्था, कस्तो साह्रो हाने कि। उसले समाइरहेको मेरो कुम हटाएर हातले आफ्नो गाला समाउँदै भने। खुच्चिङ खुच्चिङ उसले मेरो दुःखमा खुसी भएझै गरी भने। मलाई झनक्क भएर आयो। मैले पनि उसलाई उता जाऊ भन्दै ठेले जस्तो मात्र के गरेको थिएँ, ऊ पर्ल्याङ्ग लड्न लागि। मैले उसलाई च्याप्प समाउन खोजेँ। एउटा हातमा भएको छातालाई भुइँमै फ्यालिदिएर एउटा हातले उसको ढाड अनि एउटा हातले उसको कम्मर समाए। उसलाई मतिर झ्याप्प तानिहाले। उसले आफ्नो पुरै शरीर मेरो शरीरमाथि छाडी आफ्नो चिउँडो मेरो कुममा राखेर टाउकोको सबै भार बोकाई दुवै हातले मेरो ढाडमा कसेर समाए। कस्तो कमजोर मान्छे, छाड। मैले उसको कुममा समाएर उसलाई आफ्नो अङ्गालोबाट हटाउन खोज्दै भने। छाड्दिन म। अघि मलाई जे पाए त्यही भनेको सजाय हो यो। उसले मलाई अझै कसेर अङ्गालो हालेर कसेर मलाई च्याप्दै भने। आङ सिरिङ्ग भएर आयो। लामो लामो सास फेरि। छाता भुइँमा खस्यो। पानी अलिक कम भए तापनि हामी पुरै भिजेर लुत्रुक्कै भइसकेका थियौँ।
अघिसम्म पानी परेर चिसो भइरहेको थियो। एक्कासी शरीरको तापक्रम बढेझै भयो। यताउति हेर्छु, मान्छे पनि त्यति साह्रो थिएनन्। एउटा बसको खलासी भने हामीतिर हेरेर मुसुक्क हाँसिरहेको थियो। मैले हेर्ने बित्तिकै उसले आँखा मोडिहाल्यो। जमजम गुरुजी भन्दै बस लिएर हिँड्यो। उसले मलाई कस्सेर पकडे पनि मेरो हात उसको कम्मर र ढाडबाट टाढा नै थियो। यसो मुन्टो घुमाएर उसको अनुहारतिर हेरेको उसले आफ्नो दुवै आँखा बन्द गरेकी थिए। मैले पनि आज जे पर्ला पर्ला भनेर झ्याप्प आफूतिर च्यापेर अँगालो हालेँ। उसले मतिर पिलिक्क हेरी। के हो, चोक्नै पछि अँगाल्ने हो कि क्या हो? 5-10 मिनटको लागि मैले उसको आँखामा आँखा जुदाएर भने। अँगाल्ने मात्र हो नि फेरि, यहाँभन्दा धेरै आश नगर। उसले कर्के नजरले मतिर हेरेर निधार खुम्च्याउँदै शङ्कास्पद रूपमा भने, यस्तै क्युट केटी, यति राम्रो रसिलो गाला, यस्तो नसालु आँखा, यसरी यत्रो बेर अँगालोमा बाँधिएपछि धेरै कुराको आश गरिसकेँ है मैले त। मैले उसको गालालाई हल्का मुसार्दै भने, अबै आँप खान दिएको रुख्ने आफ्नो भन्ठान्छौ? मेरो कलिलो गाला कति साह्रो मुसारेको। उसले मेरो अँगालोबाट टाढिँदै आफ्नो गाला समाएर ओठलाई फर्काउँदै भने। म केही बोलिनँ। ऊ भिजेर सबै लुत्रुक्क भइसकेकी थिए। पानीले सबै भिजे पनि मेकअप बिग्रिनुको सट्टा झन् पानीले गर्दा टल्किरहेको थियो। सायद कडा मेकअप लगाएर आएकी हुनुपर्छ। उसको शरीरबाट बग्दै त्यो स्याउ जस्तो गाला, रसभरी जस्तो ओठलाई चुम्दै तप तप मेरो जुत्तामा खसिरहेको पानी उसको ओठ र गालामा गुम भए। एकोरिए। एक्कासी हेरिरहेको त्यो ओठ चुच्चो भयो। म झसङ्ग भएँ। गहिरो निन्द्रामा भएकोलाई पानी छ्याप्तिए जस्तै भयो। उसको आँखामा हेरेँ। के हो, के हेरेको त्यसरी? आँखा त यता छ त। उसले फेरि शङ्कास्पद नजरले हेर्दै मलाई भने, हेर्न लायक चिज त नाकभन्दा तल, चिउराभन्दा माथि छ नि त। मैले पनि फेरि ठट्टा गर्दै जवाफमा भनिदिएँ। के छ? उसले सोधी। तिम्रो रसपरी जस्तो ओठ, जवाफमा भने। रसपरी भन्दा मिठो छ। उसले यति भनेर मेरो नजिक आएर मेरो दुवै हात उसको कम्मरमा राखी अनि आफ्नो दुवै हातले मेरो गाला समाएर आफ्नो ओठको स्पर्श मेरो ओठसँग मिलाए। मैले झ्याप्प आँखा चिम्लिएँ। म रोकिएँ। लाग्यो समय मेरो लागि रोकियो। म अर्कै दुनियाँमा पुगेँ कि? मैले बाहिरको सबै आवाज सानो सुनिरहेको थिएँ। ढुकढुक ढुकढुक यही आवाज सुनिएको थियो। उसको धड्कन सुनिएको थियो कि आफ्नै नि पत्तो भएन। लामो लामो सास पनि सुनिरहेको थियो। सायद यति धेरै नजिकिँदै दुवैजनाको सास एक आपसमा गाँसिएर होला। निकै न्यानो अनुभव भइरहेको थियो। कति स्वादिलो ओठ, सोचेको भन्दा मिठो। लिपस्टिकको बास्ना पनि झनै मिठो। चक्लेटी र स्ट्रबेरीको मिक्स। मैले स्वाद लिइरहेँ। के हो, फिल्मको सुटिङ हुँदैछ कि क्या हो? एक्कासी एउटा आवाज आयो। आँखा खोले। अलिअलि घाम लाग्न थालिसकेको रहेछ। रातो रातो घाम, पानी पर्न रोकिएछ। एउटी हजुरआमा हाम्रै छेउमा उभिएर हेरिरहनु भएको थियो। केही बोल्न कोसिस गरे। उसले मेरो ओठलाई आफ्नो ओठबाट टाढिन दिइरहेकी थिइन। मैले आँखाले इसारा गरेर ती आमालाई होइन भनेझै गरी अलिकति मुन्टो हल्लाएँ। उसले आँखा खोली। आफ्नो ओठको त्यो कोमल स्पर्शलाई मेरो ओठबाट टाढा लगी। टाढा नलगन भन्न मन थियो, तर भन्न सकिनँ। बिस्तारै आँखा खोली, मलाई हेरी अनि मुसुक्क हाँसी। म के भनौँ अकमकिएँ। केही भनिनँ। उसलाई एकोरिएर हेरिरहेँ। उसले ती हेरिरहेकी आमालाई पिलिक्क हेरी अनि भने, यस फिल्म नै हो। वर्षा र बादलको कहानी, दुवै एकअर्का बिना अधुरो। तर यो हलमा रिलिज नहुने फिल्म हो। बस जसले लाइभ हेऱ्यो। आजकलका बच्चाहरूलाई नसकिने भयो।
उम्रिँदैको 3 पात। यति भन्दै ती बुढी आमा भत्पताउँदै आफ्नो बाटो लाग्नुभयो। ऊ मतिर हेरी। मैले सोधेँ, को बादल, कस्तो कहानी? उसले जवाफमा भने, तिमी बादल, म वर्षा। मलाई झनक्क भयो। मेरो नाम बिर्स्यौ? संयोग हो म। उसले फेरि अनौठो पारामा जवाफ दिए, त्यो तिम्रो बोलाउने नाम हो। तिम्रो अस्तित्व त बादल नै हो। जब तिमी हुन्छौ तब मात्र म हुन सक्छु। खै तिम्रो कुरा बुझ्नलाई गाह्रो, जवाफमा भने। बुझिसकेको थियो, सायद बिर्सेको हो कि? उसले भने। के बिर्से भने कि? मैले सोधेँ। घर जान बिर्स्यौ, हेर त साँझ परिसक्यो, घाम अस्ताउन आँट्यो। उसले कुरालाई अन्तै मोड्दै भने। मलाई त जानै मन छैन घर। मैले उसको आँखाबाट मुडिँदै यताउति हेर्दै भने। कता जान मन छ त? उसले भने। तिमी जता लान्छौ त्यही। मैले उसको गाला मुसार्दै भने। उसको ठुलो आवाजमा भने, ट्याक्सी यता यता। म सक भएँ। के भइरहेको छ पत्तो पाइरहेको थिइनँ। किन ट्याक्सी बोलाकी? मैले सोधेँ। जता लान्छौ त्यतै जान्छु भनेको होइनौ? लु हिँड। ट्याक्सी पनि आइपुग्यो। म केही बोल्ने अवस्थामा थिइनँ। ऊ चढी मलाई आऊ भनेर बोलाउन थाली। म नि केही नभनी भुइँको छाता उठाएर ट्याक्सीमा चढेँ। मैले मेरो ब्याग बिचमा राखेँ अनि झ्यालपट्टि फर्किएँ। कपालभरि पानी नै पानी, पुरै भिजेको थिएँ। अलिअलि कपाल मिलाउँदै थिएँ। उसले किन बिचमा राख्नु पर्यो ब्याग? हेर न टाढिन खोजेको। अगाडिको सिटमा राख भन्दै मेरो ब्यागलाई अगाडि राखिदिए अनि मतिर सरेर मेरो हात समाएर मेरो कुममा आफ्नो टाउको राखी अनि आँखा चिम्ले। कता जानुहुने हो सर? ट्याक्सी ड्राइभरले सोध्यो। म केही बोल्न लाग्दै थिएँ। उसले आँखा चिम्लिएकै अवस्थामा जवाफ दिँदै भने, सरलाई केही थाहा छैन, लैजाने म हो, बौद्ध लानुहोस्। बौद्ध? यति रात पर्न आँटिसक्यो, कहिले पुगेर आउनु? रात पर्छ, मैले जवाफमा भने। हुन्न ढिला, दाइले फास्ट कुदाउनुहुन्छ, चाँडै गएर आइपुगिन्छ। अब बच्चा जस्तो नडराउ। मेहुना, उसले भने। मैले नि भने, तुम हो इसलिए तो डर लग रहा है। पागल, उसले मेरो गालामा प्याट्टा हानेर हात समाउँदै मेरो वरसरी। यो पाली चाहिँ साँच्चीकै दुख्यो, कति साह्रो हाने कि? गाला छामे। उसलाई नि गालामा हान्दिउँ क्या हो? यसो अनुहार हेरे माया लागेर आयो। अहिले उहाँ गर्दै रोइ भने। गाडीबाट उत्रि भने, भर्खर जुत्ता किनेर आएको, ट्याक्सीको भाडा तिर्ने नि पैसा छैन। के हो, न्यू कपाल हो कि के हो? न्यू कपाल हो? ट्याक्सी ड्राइभरले सोध्यो। होइन, हामी मात्र के भनेको थिए? उसले मेरो कुरा सकिनु अगाडि नै जवाफमा भने। 100 वर्ष जति भयो। ए होइन, 101। साह्रै मजाकिली रहेछ नानी त, ड्राइभरले हाँस्दै भने। कति हावा कुरा गरे कि? खै त, कहिले कता चिनेको भेटेको मलाई, कहिले व्यवस्था गरे, खै भने कि? मैले भने। भन्दिनँ, कति हतार हौ, राम्रो कुरा कहाँ चाँडो पाइन्छ र? प्रतीक्षा गर्न सक्नुपर्छ। उसले मेरो कुरालाई घुमाउँदै भने। प्रतीक्षा गर्दा गर्दै म बुढो हुने भएँ। म चाहिँ सुतेको अब, लास्टै टाउको दुख्ला जस्तो भयो। मैले आँखा चिम्लिँदै भने, ह्या नाइ क्या नाइ, प्लिज नसुत न, सुत्यो भने हाम्रो बेड फेरि हुँदैन, प्लिज नसुत न। उसले मेरो हात घचघच्याउँदै टाउको चलाउँदै भने। म निन्द्रामा यस्तो लट्ठा भइसकेको थिएँ कि उसको केही कुरै नसुनी म निन्द्रामा मस्त भएँ। कस्तो टाउको भारी भएको, आया! ओहो वर्षा, ओ वर्षा। मैले बिस्तारै आँखा खोलेँ। त्यसपछि मैले आँखा चिम्लन सकिनँ। म सक भएँ। यस्तो हेरेँ, आफ्नै कोठामा थिएँ। टाउकोमा पानीले भिजेको रुमाल, जिउ तातो न तातो, आगो नै बले जस्तो। छेउमा थर्मस र गिलास। बिहानको 9 बजिसकेछ। यसो हेरेको मेरो ब्याग छेउमै थियो। क्यालिबरको जुत्ता नि त्यहीँ थियो। सबै थोक भिजेको थियो, तर हिजो ओडेको छाता भने त्यही टेबलमा सकुशल थियो। म केही बोल्न पनि सकेको थिइनँ। के भइरहेछ?
हिजो ट्याक्सीमा सुतेको 81 यता कसरी? के बौद्ध घुम्न गएनौँ हामी? खोइ वर्षा, खोइ त्यो केटी, कतै सपना त देखिरहेको थिइनँ म। मम्मी आउनुभयो, मेरो छेउमा बस्नुभयो। उठिस बाबु, अझै बिरामी हुनुपर्ने। तर त्यत्रो छाता लिएर जा भनेको होइन, भिजेर सबै बिरामी भइस्, ठिक्क पर्यो। के भनिरहनु भएको छ? छाता त उसले ल्याएकी थिइनँ, वर्षाले ल्याएकी थिइनँ, भिजेको त ऊ थिइ, म होइन। यो के भइरहेछ? मनमा नि जे भने पनि, जति कुरा गरे पनि बाहिर भने चुपचाप बसिरहे। मैले बिस्तारै भने, मलाई कसले ल्याइदियो हिजो बेलुका? आफै आएको नि ट्याक्सी बुक गरेर। के गरेर सब पैसा सकेछ? 1500 को जुत्ता किन भनेको महँगो न महँगो हालेछ। टाउको दुख्यो भन्दै भेन्ट हुँला चाहिँ गरी, बेहोस हुँला चाहिँ गरी आउँदै थिइस्। सुत, साह्रै कमजोर भइस्, म ज्वानोको झोल लिएर आउँछु। मम्मीले मलाई झपार्दै भन्नुभयो। हस्, म ओछ्यानमा पल्टिएँ। हिजो बेलुका हिँडाएपछि आज बिहान उठ्दासम्म के भयो मलाई केही याद थिएन। उसले भनेको हरेक कुरा मेरो दिमागमा मुभी जसरी आउन थाल्यो। सायद त्यो फिल्म नै थियो, तर आदि कहानी खै किन हरायो, कता हरायो? मलाई अचम्म लागिरहेको थियो। उसँग फेरि सम्पर्क गर्नलाई मसँग केही थिएन, कता बस्ती पनि थाहा थिएन। जे सोधे पनि के भनेर कुरा टारी। अब के गर्ने? फेरि त्यही कोटेश्वरको बस स्ट्यान्डमा जानु झरी परेको बेला, सायद फेरि आउली नआउली। उसले त भनेकी थिए नसुत, फेरि भेट हुँदैन भनेर। त्यसैले हो कि हावा यस्तो पनि हुन्छ र? यो थोडी न मुभी हो र हावा जस्तो कुरा। यति धेरै सोचमा परे कि मेरो टाउको झन् दुख्न थाल्यो। बिर्सिदिन्छु त्यो कुरा। मैले छेउमा रहेको मोबाइलमा फ्यान्टास्टिक वन्डरफुल हुन्न थियो लाइफ भन्ने गीत बजाएँ। बिस्तारै उठेँ, ऐना हेरेँ, नाच्न कोसिस गरेँ। बाफरे, जिउ त महिनौसम्म लगातार मजदुरी गरेर आए चाहिँ गलेको थियो, चटपटाउनै नसक्ने। जति भुलाउन खोजे पनि मलाई हिजोको पल बिर्सन गाह्रो भइरहेको थियो। त्यही पनि म आफ्नो तर्फबाट पुरै कोसिस गरिरहेको थिएँ। बिस्तारै गीत पनि सुन्न मन लाग्न छोड्यो। वर्षा ऋतुभरिमा जहिले कोटेश्वरमा ओर्लिन्थे अनि ऊ फेरि आउँछ कि भनेर हिँड्दै गट्ठाघरसम्म जान्थे। अनि ऊ नआएपछि फेरि गट्ठाघरदेखि सूर्यविनायकको बस चढ्थे। दिनरात भयो, वर्षा ऋतु सकेर शरद ऋतु आयो। रोपेको धान हरियै भयो, काट्ने बेला पनि भयो, तर ऊ फर्केर आइन। ऊ त्यो वर्षा ऋतुसँगै गई, वर्षा ऋतुलाई पनि आफैसँग लिएर गई। एक्लै रमाइरहेको मलाई कसैको अभाव महसुस गराएर गई। न त भनेर आई, न त भनेर नै गई। ऊ कहाँ कस्ती चाहिँ थाहा छैन। म चाहिँ बसिरहेको थिएँ गरेर उसको पर्खाइ। पानी पर्दै पछि उसको याद आउँथ्यो। जहिले छाता बिर्सन मान्छे जुनै ऋतुमा पनि छाता बोक्न थाले। कहीँ पानी पर्ला अनि मेरो छाताको साथ खोज्दै ऊ आउली कि भनेर, तर मेरो भ्रम, ऊ कहिले आइन। 14 फेब्रुअरी, सबैजना आफ्नो जोडीसँग घुम्ने समय बिताउने समय। कति साथीहरू त कलेज नै आएका थिएनन्, सायद डेटिङ गए होला। म भने सधैँ झै कलेजबाट 4 बजे फर्कदै थिएँ। गोसलाबाट गाडी चढेँ। सूर्यविनायकको गाडी छाडेर तिनकुने पुग्न साथ एक्कासी पानी पर्यो। म सिट नपाएर उभिरहेको थिएँ। जति ठुलो पानी पर्यो त्यति धेरै प्याकुँदै थियो गाडी। मलाई सास लिन पनि गाह्रो पर्न थाल्यो। कोटेश्वरमा ओर्लिन्छु, दिक्क लागिसकेको थियो। आज त छाता पनि बोकेको छैन। फेरि मनमा नै सोचेँ, त्यही पनि बरु एकछिन बस स्ट्यान्डमै बस्छु भनेर म ओर्लिएँ। कत्रो पानी परेको, म ओर्लन साथ पुरै भिजेँ। एकैछिनमा कसैले मेरो माथि छाता उडाए जस्तो अनुभव भयो। मैले दायाँतिर पिलिक्क हेरेँ। थाइकट कपा, कुर्ता सुरुवाल लगाएकी, निधारमा कालो टिका एउटी केटी देखेँ। मेरो सास रोकियो, कान टालियो, आङ श्रिङ्ग भयो, आँखा रसायो। मैले भने, वर्षा? उसले जवाफमा भने, समाया।